लिम्बू भाषाको चेसुङ स्वरै छैन भने 62 मा इङ्गङ निकाले अलि त बनायो कि क्या हो के 2060 सालमा एल्बम निकाले लिम्बू भाषाको चेसुङ स्वरै छैन भने 62 मा इङ्गङ निकाले अलि त बनायो कि क्या हो के मेरो आफ्नो अनुभव पाएँ हाम्रो अध्यक्षज्यूको त लामो अनुभव छ मैले पनि अध्ययन गरेको छु फेल नभइकन पास भइदैन पहिलोचोटि फेल हुनु राम्रो तपाईँ पनि गीत गाउनुहुन्छ नराम्रो होइन त्यसलाई मैले गीत गाउँदा पनि मेयर साहब सानो एक्जाम्पल दिन्छु 2060 सालमा एल्बम निकाले लिम्बू भाषाको चेसुङ स्वरै छैन भने 62 मा इङ्गङ निकाले अलि त बनायो कि क्या हो के 64 मा अर्को एल्बम आयो होइन गड गीतै रहेछ त्यसले गर्दा यो के हुन्छ भने अध्यक्षज्यू पनि मैले अध्ययन गरिरहेको छु म विदेश कन्सर्ट युके कोरिया बस्दा पनि सुरुमा उहाँलाई धरानमा कसरी हेपियो त्यो नहेपिएको भए हर्कबादको जन्म हुन्थ्यो त त्यो सबै पोजिटिभली लिनु तपाईँ भनेपछि हर्क साम्पाङलाई नजिकबाट चिन्नुभयो उहाँको विचार सिद्धान्त तपाईँसँगको चाहिँ मेल खाएरै तपाईँ आज होइन संसद मेनली के भने नि हामी नेपालीले बुझ्ने कुरा भाषण धेरै सुन्यौँ म कुनै पार्टीको सदस्य थिएन कारण चाहिँ भाषण चाहिँ म पत्याउँदिनँ र कोर्रा सासात पन्ने प्रतिबद्धता पनि पत्याउँदिनँ कसले काम गर्छ भन्ने अध्ययन गर्दै जाँदा धरानमा चाहिँ अध्यक्षजीको जन्म भएपछि यतिखेर युवा नेपालीले उहाँलाई सपोर्ट गरिएन भने चाहिँ अनर्थ हुन्छ हाम्रो जन्मको नि भन्ने दृष्टिकोणले चाहिँ म चाहिँ अब समय आयो धेरैले युग पुरुष भन्दैछन् तपाईँलाई के लाग्छ म त्यसमा चाहिँ नि स्वीकार्छु युग पुरुष किनभने तपाईँ उहाँ जस्तो पुरुष जन्मिनलाई सयौं वर्ष होइन भाषण गर्ने चिज जन्मे हेर्नुहोस् तर म 30 वर्ष उहाँ जस्तो पुरुष जन्मलाई सयौं वर्ष पर्खिनुपर्छ भन्छ तपाईँलाई के लाग्छ अझै पनि नेपालमा के भन्ने उहाँ जस्तो जन्मिनु भाषण गर्ने त कति जन्मिन्छन् तर भाषणको कुरालाई यथार्थ समाजमा लागू गर्ने चाहिँ मेरो बुझाइमा नेपालको इतिहासमा पहिलो लिडर हो पहिलो हुनुहुन्छ अब यस्तो चाहिँ समर्पण संकल्प त्यति सहज छैन भविष्यमा नि उहाँ जस्तो व्यक्ति देख्नेलाई धेरै लामो पर्खिनु पर्छ कुनै समय जन्मिन्छ होला धेरै लामो पर्खिनु पर्छ मलाई त्यो लाग्छ 2060 सालमा